हिजो घण्टी बोक्दै हिँड्दा मुद्दा खेपेको, पिटाई खाएको, गाली खाएको, बेइज्जती सहेको हामीले बिर्सेका छैनौँ। ती साथीहरू कोही निराश हुनु पर्दैन। रासोपामा लागेर काम गरिरहनुभएका कतिपय साथीहरू लागेको होला हामी त पार्टीमा लागेर के गर्ने, कोही नयाँ फुत्त आइपुग्छ उसैले उम्मेदवारी पाउँछ भन्ने लागेको होला। रासोपामा जो काम गरिरहनु भएको छ, जो पार्टीमा खटिरहनु भएको छ, दिनरात सुरुवातदेखि आजसम्म गरिरहनु भएको छ, उहाँहरूको सम्भावना बढी छ, उहाँहरूको वेटेज बढी छ। प्रतिस्पर्धामा उहाँहरूलाई अरूलाई भन्दा सजिलो डेफिनेटली हुन्छ, किनकि पार्टीमा दिन रात नभनेर स्वाभाविक रूपमा। तर सँगसँगै क्षमतावान नयाँ आउने साथीहरूको बाटो पनि हामीले बन्द गर्नु हुँदैन। वेटेज रासोपा अलरेडी भएका साथीहरूको वेटेज अलरेडी बढी छ। त्यो अङ्क भाराङ्क भनिन्छ त्यसलाई, होइन, त्यो स्वाभाविक रूपमा बढी छ। अरूलाई भन्दा रासोपामा काम गरिरहनुभएका साथीहरूलाई सजिलो जरुर हुनेछ। तर नयाँ आएका साथीहरू अझ अब्बल निस्किनु भयो, त्यो तपाईँहरूले पाउनुभएको वेटेज भन्दा पनि बढी नम्बर ल्याएर उहाँहरू अगाडि आउनुभयो भने रासोपाले ल्याटरल इन्ट्रीलाई रोक्दैन, छेक्दैन, सोक्नु पनि हुँदैन। दुईवटा कुरा छन् साथीहरू। एउटा मभन्दा अब्बल कोही आउला कि भनेर पार्टीमा कयौँ साथीहरूलाई आउनबाट रोकिएको कुरा पनि सत्य हो। अब यसले त्यो कुरालाई पनि समाधान गर्छ। एउटा त्यो पनि हो। अर्को कुरा, नयाँ आए साथी म त समायोजनको, म त उताबाट आएको, म त्यताबाट आएको भनेर ट्यापटुप पारेर पद लगिहालेका साथीहरूले गर्दा पुराना भएर साथीहरूलाई दुखी बनाइएको कुरा पनि सत्य हो। तर यी दुवै चिजको समायोजन, यी सबै चिजको चाहिँ नि एउटा समाधान क्यान्डिडेट क्लब र लिडरसिप एकाडेमीले गर्नेछ, मलाई विश्वास छ। फेरि पनि समस्या आउलान्, फेरि पनि प्रश्नहरू आउलान्। ती समस्या र प्रश्नहरूलाई समाधान गर्दै हामी अगाडि बढ्नेछौँ। मेरो शुभकामना छ यहाँहरूलाई। देशको महत्त्वपूर्ण पद देशका योग्य मानिसहरूका लागि समर्पित गर्ने उद्देश्यसहित आजबाट सुरु भएको क्यान्डिडेट क्लबमा सम्पूर्ण उम्मेदवार बन्न चाहने साथीहरूलाई हार्दिक स्वागत गर्दै अबको क्षणबाट क्यान्डिडेट क्लबको गाउँपालिका तहको आवेदन आरएसबी मोबाइल एपमा अबको क्षणमा सुरु भएको कुराको घोषणा गर्दै म यसलाई क्लिक गरेर ओपन गर्न चाहन्छु। अब यहाँहरूले आरएसबी एपमा गएर हेर्न सक्नुहुनेछ, आवेदन राखिएको छ। सानो भिडियोको क्लिप पनि मलाई पनि देख्नुहुन्छ, भर्खरै रेकर्ड पनि गरेर आएको छु। धेरै धेरै धन्यवाद यहाँहरूलाई। एउटा पार्टी निर्माण गर्ने चरणमा जाँदा कयौँ कुराहरूको सामना गर्नुपर्ने हुन्छ। हामी एउटा प्रक्रियामा अगाडि बढेका छौँ, त्यसैले गर्दाखेरि पार्टीका हिसाबले नयाँ छ, सरकारका हिसाबले हामी नयाँ छौँ। तर आएका प्रतिक्रियाहरू, आएका गुनासोहरू हामीले सरकारका रूपमा पनि सुनेका छौँ, पार्टीका रूपमा पनि सुनेका छौँ। आत्तिनु पर्दैन, हामी सही ढङ्गले मुलुकलाई र पार्टीलाई अगाडि लिएर जान्छौँ। यहाँहरू सबैको साथ, माया र विश्वास कुनै हालतमा पनि खेर जाने छैन। म यति बाचा गर्छु। आज तपाईँहरूसँग प्रश्न उत्तरको सेसनमा म हुँदिनँ, यद्यपि तपाईँहरूसँग प्रश्न उत्तर निरन्तर गर्दै आएको छँदैछु। फेरि अर्को एउटा कुनै अवसर पारेर प्रेसका साथीहरूसँग म कुराकानी गर्छु। यो छोटो सूचनाको बावजुद पनि तपाईँहरू उपस्थित भइदिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। र सम्पूर्ण क्यान्डिडेट क्लबमा सहभागी हुनको लागि तयार रहनुभएका गाउँपालिका तहका सम्पूर्ण साथीहरूलाई सबैलाई मेरो हार्दिक मङ्गलमय शुभकामना। हस्, धन्यवाद। जय घन्टी।